एकैछिन भिडियोलाई स्किप नगर्नु होला। यो बाटो चाहिँ दाङदेखि रोल्पा जोड्ने एकदम छिटो छिटो बाटो हो है। यो बाटोबाट गयो भने लगभग तपाईँको 5-7 घन्टामा त्यति पनि लाग्दैन होला दाङदेखि रोल्पा पुगिन्छ। दाङदेखि धौलोबाङ हुँदै लापल हुँदै यता कोछाप हुँदै बाजेबाङ हुँदै सल्लिबोट हुँदै मसिना लेक हुँदै लिबाङसम्म पुग्ने बाटो हो यो। तर यो बाटोको अवस्था यस्तो छ कि अझैसम्म पनि यो बाटोमा जोतो गुरुजीहरूले गाडी हाल्नको लागि डराउनुहुन्छ के। नडराउनु पनि कसरी, बाटो नै त्यस्तै छ। त्यही कारणले गर्दाखेरि हाम्रो यो भिडियो हेरेर हाम्रो रोल्पामा रोल्पाबाट हुनुभएका केन्द्रीय नेताहरूको आँखा खुल्नेछ भन्ने मेरो एकदमै आशा राखेको छु। त्यही भएर धेरैभन्दा धेरै सेयर गरेर उहाँ नेताहरूसम्म पुर्याइदिनु होला। होइन तपाईँहरू केन्द्रीय स्तरमा पुग्नुभयो भने रोल्पाको स्थितिलाई आजसम्म मैले उठाएको कोही नेताले पनि देखेको छैन। तर यस्तो नेता जन्माउनु पर्यो अब यो चुनाव पछाडि कि रोल्पाको मुहार फेरियोस्, रोल्पा सुन्दर रोल्पा होस्।